वाटन ब्लड निमलामा ब्लड आज म भिन्डाहरू जान्छु म भिन्डाहरू 2 भयो 2 हिजो पनि गएर आज पनि जानु हो आज लास्ट हो अन्तिम इच्छा हो ल एकछिन बिचमा यसमा भेटौँ ल उता भेट्यो भए बनाएको जान्छु म बाई हामी मन्दिरमा जान लाग्छ हामी यहाँ जाने बाटो माङ्का मिलाउँदै गर्नु न सिपमा बसेर मिलिहाल्छ नि सपोर्ट गरेर अहिले भिमकुण्डा आयो भिमकुण्डा आयो अहिले हामी हामी नभएर बलबाट आयो माथि राम्रो आयो हामी आयो हामी यो गेटा छोडिदिने अनि फर्काने आयो फ्यामिली आए दातालाई एउटा आचार्यले सम्मान गरौँ। त्यसैले 5,050 रुपियाँ दान प्रदान गर्नुभएको छ। सम्मानको लागि पाल्नुहोला। त्यसै गरी गाडी ओडिबीसीबाट भवन प्रसाद पाण्डे सकल अथवा कुनै वृद्ध रोगीहरू अथवा कुनै न कुनै कारणवश रगत चाहने व्यक्तिहरू बिरामीहरूलाई हामीसँग भएको रगत अथवा हामी स्वास्थ्य रहँदै गर्दा हामीले दान दिएको रगतले कतिको जीवन बच्छ भने कतिको जीवन उत्थान हुन्छ भने त्योभन्दा ठुलो दानहरू केही पनि हुँदैन। त्यसैले यहाँ नजिकै 3 नम्बर गेटमा रक्तदानको लागि व्यवस्थापन गरिएको छ। कसैले आज यो कुनै अवसरमा रक्तदान गर्न चाहनुहुन्छ भने त्यहाँ गएर रक्तदान गर्न सक्नुहुनेछ भन्ने कुराको जानकारी गराइरहेको छु। अब रहेका यी सम्मान पत्रहरू तपाईँले रोज्नुपर्छ। यदि पाइएन भने यहाँ हाम्रो तल इन्सानहरू बस्नुभएको छ उहाँबाट बनाएर पनि जान सक्नुहुन्छ। तर यी पाइरहेका सम्मान पत्रहरू तल टेबुलमा सचिवालयको अर्को सचिवालय छ तलपट्टि जहाँ राष्ट्रपतिबाट उद्घाटन कार्यक्रम गरिएको थियो त्यहाँबाट तपाईँहरूले यो 80 सम्मान पत्रहरू त्यहाँबाट ग्रहण गर्न सक्नुहुनेछ। र आज जुन चाहिने दाताहरू सम्मान पत्र यही तल्लो टेबुलबाट यही माथिको टेबुलबाट ग्रहण गर्न सक्नुहुनेछ भन्न चाहन्छु। मैले निर्देशन दिएको होइन किनभने मेरो धर्मलाई हो मैले यहाँबाट तर्क बोल्नुपर्छ। धेरै मभन्दा दिग्गज व्यक्तित्वलाई निर्देशन पनि दिनु परेको छ। सबैजना आज मेरा चित्र हुन्छ तर पनि मैले धर्म निर्वाह गरेको छु किनभने यो कार्यक्रमको लागि कार्यक्रम सञ्चालकको रूपमा म आइसकेपछि मैले साथै तर्क बोले पनि नितान्त यही क्षेत्र विकासको लागि यही मन्दिर निर्माणवाला गोर्खा विज्ञान सभा विमल भट्टज्यूबाट को बेलामा आज अलिकति कम भक्तहरू आए पनि आज सभाको दिन हो अनि सबैले आज अलिकति कम भक्त आउनु भएको तर पनि हामी सबैले हाम्रा कार्यक्रमलाई
यो मिठो हरिकीर्तन हजुरको लागि हरिओम भक्तवत्सल भगवानको आज अन्तिम दिन है अन्तिम दिन अल्छी पनि लागेको छ कि छैन अल्छी त लागेको छैन नि है अनि हुन त अल्छीको जति जयसीले जान्दैन भन्छन् एकचोटि अन्तिमसम्म ल हिजो मात्र भगवानको प्राण प्रतिष्ठा भएको छ यहाँ हामीले बोलेको यहाँ मात्र सुन्ने होइन तल भगवान उतापट्टि हुनुहुन्छ नि त भगवानलाई पनि टुफुर्क पुऱ्याइदिनु पर्यो म चाहिँ कराउन स्वर बसिसकेको छ थाहा पाइहाल्नुभयो होला त्यो पनि फेरि कराउने हो आज त अन्तिम दिन नकराइकन हुँदैन आज त श्रद्धेय गुरुदेवलाई पनि हाम्रो मासाजुज्यूलाई हाम्रो नेत्रदाईलाई ध्रुवजीलाई सबैलाई नचाउने गुरुआमालाई पनि आज भजन छ मेरो एउटा गाउने भगवानको नामको म पछाडिबाट जय जयकार गर्छु तपाईँले 3 चोटि जय जय भन्ने है त यति बेला हामीलाई मेगा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको छ सुन्दर क्रिएसन चितवनदेखि आएर हामीलाई सेवा गरिरहनु भएको छ हाम्रो प्रिय साथीहरूले सुन्दर क्रिएसनको सम्पूर्ण टिम सबैलाई धन्यवाद साधुवाद र त्यसै गरी नारायण पोखरेल प्रतिष्ठानबाट यहाँ लाइभ भइरहेको छ र विभिन्न सञ्चार माध्यमबाट हामीलाई चाहिँ सेवा गरिरहनु भएको छ सबैलाई एकमुष्टमा नारायण र सँगसँगै नेपाल प्रहरीबाट हामीलाई यति धेरै 15 जना हाम्रा युवा साथीहरू के माग्न आउनु भएको छ सबै भगवानसँग माग्ने अनि जय जयकार गर्ने बेला चाहिँ हात यसो गरेर राख्ने हो सबैजना हात माथि राखेर है त बद्रीनारायण भगवानको वैदिक सनातन हिन्दू राष्ट्र नेपालको बद्री विशाल धामको यज्ञ पुरुषोत्तम भगवानको व्यास महाराजको सम्पूर्ण दाताहरूको सम्पूर्ण कर्ताहरूको नेपाल जननीको बाबा पशुपतिनाथको ल जय होस्। अब सबैजना नाच्ने मेरो एउटा भजन छ यो भजनमा चाहिँ सन्तोषले ह्याक गरिसक्यो हेर्नुहोस् कपिराइट लाग्यो भने मलाई केही नभन्नुहोस् है मेरो भजनको बोल छ मैले तेरा कृष्ण नामले पखालो एक तेरा नाच्नेहरूले हातमा उठाएर भगवानलाई ताली ताली
होटल बनेको तर त्योभन्दा पहिला अन्तिम समयसम्म बेलुकासम्म तपाईँहरू रहिदिनुभयो भने हामी बेलुका 7 बजेसम्म 8 बजेसम्म पनि हामी रहनेछौँ। बेलुका आरती पनि हुनेछ आज बेलुका। समाजले उपस्थित दलगठन महानुभावहरू अन्तिम समयसम्म तपाईँहरू रहनुहोला। जहिलेसम्म तपाईँहरू रहनुहुन्छ तबसम्म हामी रहनेछौँ भन्ने कुराको जानकारी गराइरहेको छु। तर पनि आज हामी समापनतर्फ जाँदैछौँ। त्यसैले धादिङबाट नीलकण्ठ र रोहित प्रसाद भमला समाजको लागि
Andra, Esri, Data, Rasul, Rata, Siti Kesal, Rata, Jualan Penanganan Beri, Hospital Mengelap Pukul Bola Berdebat, 18,000 kegiatan penanganan baca ikut tetap pukul ini teman berbola masyarakat Pangandaran. Jadi data untuk hospital tetap pukul bola berdebat, pukul timur dalam. Jadi kita baru kita untuk Pangandaran data dan bahan data di Pangandaran Surabaya, Kampung di kegiatan penanganan baca untuk tetap pukul Pangandaran. Jadi, mempunyai itu besar lagi. Jadi, peserta itu begitu banyak orang. Jadi, waktu itu lebih naik pada. Kita godong dengan itu pada 5,000 kegiatan pekan godong baik itu kembang lagi pan bola. Sebenarnya 10 pada malam itu pada. Lah, itu waktu dan minum itu pada. Itu mana biar mah 5,000 kegiatan pekan godong baik itu. Banyak kurang कार्यक्रम. Jadi, अब को कार्यक्रम आदरणीय दाजु यसैगरी काठमाडौँ रामपुरबाट सरस्वती न्यौपाने 2055 रुपियाँ दान प्रदान गर्नुभएको छ। यसले नेपाली गर्नुभएको छ भन्ने कुराको जानकारी हुँदै अबको कार्यक्रम आदरणीय दाजु वरिष्ठ उद्योगकर नेत्रपाणी बास्तोलाज्यूबाट अबको कार्यक्रम अगाडि बढ्नेछ। थोरै बात सम्मान सबैजना आनन्द गर्नुहोला। आदरणीय सरदार भञ्जन बाबुहरू यहाँहरूले सुरक्षाकर्मी साथीहरू एकछिन रोक्नु होला। यदि त्यहाँ बस्ने 4-4 मात्रै आउनुहोस् त, नत्र हिँड्नै मिल्दैन। सबैलाई टिका लगाइदिनुहुन्छ नाच्दिनुहोस् त, आत्तिनै पर्दैन। 4 जना आउनुहुन्छ, उहाँहरू अगाडि गएपछि अर्को 4 जना आउनुहोस्, अनि बल्ल हुन्छ। र अहिले भने हामी हाम्रा अतिथिज्यूहरूको आगमन हुँदैछ, वरिष्ठ व्यक्तित्वहरूको दाताहरूको आगमन हुँदैछ। हामी कर्मशः नाम वाचन गर्दै जानेछौँ। एकदम हतार नगरीकन भक्तहरू बस्नु भएको थियो यताउति हेरी, हिजो पनि भक्तहरू बस्नु भएको थियो यताउता हेरी। यति बेला तपाईँले तालीको आशीर्वाद दिनुहोस्। स्टेजमा हुनुहुन्छ हिजो पनि बस्नु भएको भक्त तपाईँलाई यताउता हेरी हार्दिक शुभकामना। अहिलेको नवदीप बासिका हुनुहुन्छ जति परिवेशबाट कथालाई जोड्दैछौँ। कुरा गर्छु धेरै सक्नुहुन्छ केही जानकारी धेरै जग्गा दुखीले छोडेको कथामा, धेरै अल्लाहले छोडेको कथामा, धेरै शिक्षकले छोडेको कथामा, धेरै भगिनीले बसेर छोडेर लान केही केही दान गर्नुपर्छ। सिधै घरमै गएँ म भगवानले भन्नुभएको सबै कुरो चाहिने हो। अब भने हाम्रा कलाकार साथीहरूबाट एउटा हरिकीर्तन वरिष्ठ गायक सन्तोष छेत्रीलाई हार्दिक आग्रह गर्छु भने तबलामा रहनुभएको छ भक्त एकजना तामाङ, त्यसै गरी शास्त्रीय क्षेत्र हुनुहुन्छ अमर गुरुङ, मामला हुनुहुन्छ राजन रामेन, त्यसै गरी देवलीला र माधवको हुनुहुन्छ एकदम भाषाकार उत्तर भाषाकारी वरिष्ठ कलाकार मनु राज र सबै दान पेटिकामा खम्बा निकेतनको व्यवस्था गरेका छौँ। यही स्टेजको अगाडिपट्टि
बोलेको भन्दा ठिक अगाडि नाम सकिन्छ बिचमा पनि नाम सकिन्छ यहाँले देखिरहनु भएको छ जहाँहरूको पक्ष पनि दान गरिदिनु होला क्युआर कोड चलाउनु भने क्युआर कोडबाट पनि अथवा मोबाइल ब्याङ्कबाट पनि यहाँले दान गर्न सक्नुहुनेछ सर यताबाट जान पाइयो शून्य 6 नम्बरको गाडीले त्यहाँ आवागमनलाई रोकेको छ मन्दिरको उत्तरतिर गाडी कृपया हटाइदिनु होला म मृगौला पीडितको तर्फबाट नमस्कार काभ्रे जिल्ला पाँचखाल नगरपालिका वडा नम्बर 4 बेतरा गढीमा 3 सार्की विगत 4 वर्षदेखि मृगौला प्रत्यारोपणको निम्ति मेरो घरको आर्थिक अवस्था यहाँ बस्ने म खाना ठाउँ गर्ने हो म यहाँ बसेँ त्यही एउटै मान्छे हो नि त उहाँ बस्यो यहाँ बस्यो आमा छोडी बाबु त्यो दाँत नम्बर 14 चाहिँ छोडी झोल चाहिँ पिरहन्छ भन्नु भगवान त्यस्तो कसैले नहोस् जय होस् यहाँहरू सबैको कल्याण होस् मङ्गलबार बुधबार एउटा दया गर्छु एक बार एउटा नियम बनाउनुहोस् त 7 दिन हो जीवन 7 दिनको अर्थ हुन्छ सप्ताह सप्ताह भनेको 7 अह भनेको दिन 7 दिनको अर्थ जीवन 7 दिन बदल्नुहोस् जीवन बदल्न पर्छ जन्मने 7 दिनमा हुर्कने 7 दिनमा बढ्ने 7 दिनमा देश 7 दिन गर्ने 7 दिन अनि यसै गरी भोक लाग्ने 7 दिन मर्ने 7 दिन 7 दिनभन्दा 8 दिन छैन जीवन त्यही भएर हाम्रो जीवन नै सप्ताह हो
भक्तवत्सल भगवानको जय जय। जीवन बदल्नका लागि बानी सभामा बानी समाजका लागि भजन गरौँ। जहाँ भजन शुद्ध छ त्यहाँ भोजन शुद्ध हुन्छ, जहाँ भोजन शुद्ध छ त्यहाँ भजन शुद्ध हुन्छ, जहाँ रिस छ त्यहाँ रस हुँदैन, जहाँ रस। श्रीमान लक्ष्मण, श्रीमती पुना। यसै गरी तीनजना सांस्कृतिक समूहबाट 25,125 प्रदान भएको छ भने सामुदायिक केन्द्र सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र काठमाडौँ 2, काठमाडौँ नागार्जुन 2बाट यो अभियानका लागि 71,100 घाडे प्रदान गर्नुभएको छ। धन्यवाद। सुख समृद्धि समुन्नति धमला महिला सेवा समाज 16,625 प्रदान गर्नुभएको छ। अनि सबैको सुस्वास्थ्य दीर्घायु समृद्धि प्रगति उन्नति कामना गर्दै सम्मान गर्दै आभार गर्छु। एकैछिन एउटा कुरा भन्नु मन लाग्यो। सामान्य समाजमा निभएका सज्जनहरू, यहाँको प्रेम रहोस्। यो धाम न नारायण पौडेल प्रतिष्ठानको मात्रै हो, न नारायण पौडेल प्रतिष्ठानको हो। धार्मिक मिलापन्थबाट दिवाकर सरिता साहबको राज्यबाट सकल पितृको वैकुण्ठ वासको कामना गर्दै पिता टीकाराम साहबको स्मृतिमा 16,108 रुपियाँ दान प्रदान गर्नुभएको छ। सम्मानको लागि पाल्नुहोला। यसैगरी स्वर्गीय बुबा विश्वनाथ तिवारी, स्वर्गीय बुबा लोककुमारीबाट तथा समस्त पितृहरूको पितृ उद्धारको लागि भन्दै धादिङ ज्वालामुखीबाट भीम प्रसाद, मित्र प्रसाद, यसैगरी अच्युता कुमारी तिवारी, दमन्त कुमारी तिवारी समस्त परिवारबाट 16,505 रुपियाँ दान प्रदान गर्नुभएको छ। सम्मानको लागि पाल्नुहोला। यसैगरी गोर्खा छापचोक 1बाट पार्वती भट्ट, यदु भट्टज्यूबाट 5,005 रुपियाँ दान, भट्टज्यूबाट पनि यस महाअभियानमा 16,108 रुपियाँ दान प्रदान गर्नुभएको छ। सम्मानको लागि मञ्चतर्फ पाल्नुहोला। यसैगरी नागार्जुनबाट धमला महिला सेवा समाजबाट समस्त पितृहरूको वैकुण्ठ वासको कामना गर्दै उहाँबाट 16,625 रुपियाँ दान प्रदान गर्नुभएको छ। सम्मानको लागि मञ्चतर्फ पाल्नुहोला। जनआन्दोलनका शहीद पदुम खड्काजुको स्मृतिमा काठमाडौँ नागार्जुनबाट प्रभा खड्काजुले 5,555 रुपियाँ दान प्रदान गर्नुभएको छ। सम्मानको लागि मञ्चतर्फ पाल्नुहोला। विनोद ढकालजी कहाँ हुनुहुन्छ? हाम्रो उप महासचिवजी विनोद ढकालजी जहाँ हुनुहुन्छ मलाई सम्पर्क गर्नको लागि मेरो अनुरोध छ। सकल पितृको वैकुण्ठ वासको कामना गर्दै विष्णुप्रसाद पोखरेल र बोधकुमारी पोखरेलज्यूबाट यस महाअभियानमा 16,110 रुपियाँ दान प्रदान गर्नुभएको छ। सम्मानको लागि मञ्चतर्फ पाल्नुहोला। समादरणीय प्रतिष्ठान बच्चन महानुभावहरूमा एउटा सूचना सम्प्रेषण गर्न गइरहेको छु। आज पनि हामी बेलुका 8:30-9 बजेसम्म आरती सिद्ध्याएर मात्रै हामी बल्ल समापनतिर जाँदैछौँ। यहाँदेखि यहाँ बिदा हुनेछौँ। आदरणीय दाजुभाइ तथा दिदीबहिनी समाजकारी उपस्थित महानुभावहरू नागार्जुनबाट यस्तै गरी नागार्जुन नगरपालिका वडा नम्बर 8 निवासी मीरा पोखरेलजीको सर्टिफिकेट पनि छ निकाल्नुहोला।
माधुर्य प्रतिष्ठानको निर्माण गर्नु हामी डाक्टर कमलले दिन चाहन्छौँ। अब भने डाक्टर कमललाई सम्मान दिनलाई उहाँको सम्मान दुवैजना समाजहरू प्रतिष्ठाको निर्माण बाबु हाम्रो बिचमा सङ्घीय जाँचका हुनुहुन्छ अत्यन्तै आदरणीय व्यक्तित्व समाजसेवी विधिज्ञ आदरणीय व्यक्तित्व प्रतिमा गोकुलजीको आगमन भएको छ। उहाँलाई सम्मान आसन ग्रहणको लागि म हार्दिक आमन्त्रण गर्न चाहन्छु। समाजहरू अध्यायमा सक्नु भएको छ। कस्ता प्रकार काम गरिसक्नु भएको छ भने म कार्यक्रम सञ्चालकको नामले त्यहाँनिर सोध्यो भने हामीले रिजर्भ गरेर ल्याउनु है मलाई लाग्छ तपाईँ भन्नु पर्यो त मैले यहाँ आएर बस्दा जेरो कता जेरोसँग चाहिँ आँबाट छ क्या उत्तम उकालो उकालो जान्छ होइन म बस्छु त्यतिर भन्थ्यो पुरानो जान्छ होला सेतो भैयालाई अलि हेलो आन्टी आन्टी अलि पछाडि आइदिनु न है तपाईँ बस्न गएको अस्ति अनि यहाँ भनेर मान्छे रहेछन् पलङ कि जाउँ भने